फ्री भिसा फ्री टिकटको डिमान्ड आएको छ। भिडियोलाई फुल हेर्नु होला साथीहरू, नआत्तिकिन हेर्नु होला। र अहिले मार्केटमा टोटली फ्री भिसा फ्री टिकटको हो र के कसरी एप्लाई गर्न छ सब कुरा भन्नेवाला छु साथीहरू। भिडियोलाई स्किप गरेर नहेरिदिनु होला। र जसलाई फ्री भिसा फ्री टिकटमा जान छ त्यो पहिला सुरुमा यो भिडियो हेर्नुस्, किनभने फ्री भिसा फ्री टिकटमा यति आसान पनि छैन। हेर्नु, लाइन यति धेरै लागेको हुन्छ, तर मान्छे गइरहेको छन्। यसमा कोटा सिस्टम छ र क्युआर सिस्टम छ। अनलाइन पनि आवेदन दिन सक्नुहुन्छ भने साँझको 4 बजे, बिहानको 4 बजे, 3 बजे, 2 बजेदेखि नै लाइन लागेकै हुन्छन्। तर एकचोटि यसमा पसेपार हजुरको यसमा नाम निस्किन्छ, किनभने नाम निस्किनलाई हजुरलाई इङ्ग्लिस राम्रोसित आउनु पर्यो। ट्याटु भएको मान्छेलाई लिइरहेको छैन, यति कुरा याद राख्नुहोस्। यो टाइटानिक मेन पावरमा रिटर्नलाई लिएको छैन र ट्याटु लागेको मान्छेलाई लिएको छैन साथीहरू, यति कुरा ख्याल गर्नु होला। र अङ्ग्रेजी राम्रोसँग लेख्न पढ्न आएपार हजुरलाई लग्ने चान्स धेरै हुन्छ। त्यस्तै गरेर अब डिमान्ड सुरु गर्न गइरहेको छु। यति हेर्नुभयो भने प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला साथीहरू। अब डिमान्डतिर लागौँ। यो हेर्नु साथीहरू, सुन्न लागतदेखि आएको छ। धेरै राम्रो मलेसियाको डिमान्ड आएको छ। ब्रिस्टेन इन्जिनियरिङ एसडिएन बिएसडी यो जोहर बारुमा रहेको छ, मलेसियाको हो। एउटा पहिला यो कम्पनी हेर्नुहोस् कति ठुलो छ, त्यसपछि अरू डिमान्ड भन्ने छु साथी। यो भिन्टेन इन्जिनियरिङ भन्ने यो धेरै ठुलो कम्पनी हो साथीहरू। एकचोटि यसमा गयो भने हजुरको लाइफ बन्ने छ। यो भिन्टेन इन्जिनियरिङ हजुरले मलेसियामा सोध्न सक्नुहुन्छ। धेरै पुरानो हो, यो म्यानुफ्याक्चरिङ काम गर्छ साथीहरू। स्क्रिनमा हेर्न सक्नुहुन्छ धेरै यसमा नेपाली पाकिस्तानी बङ्गलादेशी इन्डियन यसमा छन् र धेरै जसो यसमा नेपाली छन्। दिदी बहिनीहरू र दाइ भाइहरू सबै छन् यसमा। र यसमा बस्ने सुविधा, खाने पनि सुविधा कहीँ दिएको छ, तर खानेको त यसमा लगभग 35 से लगभग 1,20,000 1,10,000 जतिको उठाइरहेछन् भनेको छन् साथीहरू। त्यही भएर यसमा प्लिज अब लाइन यस्तै हो चाहिँ लागेको हुन्छ, तर एकचोटि यसमा एप्लाई गर्नु होला साथीहरू। अब लागन डिमान्डतिर हेर्नुहोस् कसरी र कब अन्तर्वार्ता छ, र यसमा अरू पनि डिमान्ड छ फ्री भिसा फ्री टिकटको। लागौँ अब डिमान्डतिर। ल हेर्नु साथीहरू, यो माग सङ्ख्या मात्र यसमा 50 जनाको छ भने 10 जना महिलाको हो। र यसमा एसएलसी पास र एसएलसी भन्दा माथिको माग रहेको छ। बेसिक सैलरी 1700 रहेको छ भने 8 साढे 8 घन्टा हो एक दिनमा, र हप्ताको 6 दिन हो। बस्ने सुविधा दिएको छ भने खाना छैन, तर यसमा लन्च दिएकै हुन्छ साथीहरू। र यसमा म भनिरहेको छु ट्याटुको लिन्न, रिटर्नको लिन्न, यति कुरा ख्याल गर्नु होला साथीहरू। र यसको प्री अन्तर्वार्ता साथीहरू टाइटानिकको कार्यालयमा हुन गइरहेको छ। यो मिति 2082 चैतको 27 गते। प्री अन्तर्वार्ता हजुरको 10 अप्रिलको हो साथीहरू। यदि प्री अन्तर्वार्तामा पास भएपार हजुरलाई फाइनल अन्तर्वार्तालाई हजुरलाई म्यासेज गर्छ, तर यसमा लेखेको छ हजुरको 14, 15, 16 अप्रिलको फाइनल अन्तर्वार्ता हुन्छ। तर यसमा नि जसरी नि एकचोटि भिजिट गर्नुहोस् यो मेन पावर, टाइटानिक मेन पावरमा हजुरलाई डिमान्ड पनि देखाइसकेको छु। र अझै पनि अर्को पनि डिमान्ड आएको छ, र यही हो साथीहरू। जसलाई जान छ भने यो लाइनमा लाग्नै पर्छ। र अहिले क्युआर सिस्टम पनि गरिदिएछ, त्यो अर्को भिडियोमा भन्छु। हजुरले आफै अनलाइन नि एप्लाई गर्न सक्नुहुन्छ। म क्युआर पनि राखिदिन्छु साथीहरू, गर्न सक्नुहुन्छ भने ठिक छ, नत्र म अर्को पटक सिकाइदिन्छु कसरी गर्ने। त्यस्तै गरी अर्को डिमान्डतिर लागौँ। त्यस्तै गरी अर्को डिमान्ड आएको छ फ्री भिसा फ्री टिकटको साथीहरू। वाइटिवाई इन्डस्ट्रियल, यो खास पन्जा कम्पनीको हो साथीहरू। यो टोटली फ्री भिसा फ्री टिकट हो। 66 जना पुरुषको माग छ भने बेसिक सैलरी 1700, यसमा 8 घन्टा हो र हप्ताको 6 दिन बस्ने सुविधा दिएको छ भने यसको पनि अन्तर्वार्ता हो र फ्री भिसा फ्री टिकट हो साथीहरू। र एउटा अर्को डिमान्ड भन्छु, त्यसमा 200 जनाको माग छ। यो यति हेर्नुभयो भने लाइक र सब्सक्राइब गरिदिनु होला। र यसको अन्तर्वार्ता हेर्नु साथीहरू। यसको प्री अन्तर्वार्ता 12 अप्रिलको हुन गइरहेको छ भने हजुरको बिहान 9 बजेदेखि 2 बजेसम्म हुन्छ। र यदि पास भएपार हजुरलाई फाइनल अन्तर्वार्तामा हजुरलाई आफै बोलाउँछ 14 अप्रिलको। र यो कुन मेन पावरमा भइरहेको छ भने वाइल्ड स्पेस अफिसमा हुन्छ साथीहरू। यो वाइल्ड स्पेस इन्टरनेसनल अफिसमा हुन्छ। हजुरले एकचोटि भिजिट गर्नु होला। र लास्टमा एकचोटि फेरि भनिदिन्छु, वाइल्ड स्पेस इन्टरनेसनल प्राइभेट लिमिटेड, स्क्रिनमा नम्बर छ, हजुरले फोन गर्न सक्नुहुन्छ भने सिधा भिजिट गर्नुहोस्। म भन्छु हेर्नु, लाइन यति घोची लागेको हुन्छ। त्यस्तै गरी अर्को डिमान्ड हेरौँ 200 जनाको। यति हेर्नुभयो भने लाइक र सब्सक्राइब गरिदिनु होला साथीहरू। यो पनि फ्री भिसा फ्री टिकट हो साथीहरू। यसमा 200 जनाको माग छ। यसलाई नछुट्याउनु। हप्ताको 6 दिन र 7.5 घन्टा मात्रै काम गर्ने हो। एनएस इन्डस्ट्रियल हो साथीहरू। यो धेरै राम्रो कम्पनी हो। र यसको प्री अन्तर्वार्ता साथीहरू यही मिति 2082 चैतको 23 गते, यानि कि
6 अप्रिलको भइरहेको छ साथीहरू। यदि हजुर त्यसमा छनौटमा पास भएपर हजुरलाई फाइनल अन्तर्वार्ता हजुरको 13 र 15 अप्रिलको हुन्छ र यो मेन पावरको नाम रहेको छ साथीहरू नाइस ओभरसिज प्राइभेट लिमिटेड साथीहरू। यो ललितपुरमा रहेको छ भने एकचोटि भिजिट गर्नु होला। फोन गरेर केही हुनेवाला छैन भने यति हेर्नुभयो भने प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला। र अझै पनि फ्री भिसा फ्री टिकटको डिमान्ड छ, अरू पनि हेरौँ। र एउटा के खुसखबरी छ, अब हजुरलाई जाँदाखेरि मात्र 10,000 मात्रै लाग्नेछ पेडमा जाँदाखेरि। यो पनि फ्री भिसा फ्री टिकटको साथीहरू, यसमा कुनै पैसा लाग्नेवाला छैन। यो कम्पनीको नाम रहेको छ सिप पार सरगास एसडिएन बिएसडी साथीहरू। र यसमा माग सङ्ख्या रहेको छ 65 जनाको माग सङ्ख्या गरेको छ। यो प्रोडक्सन वर्करको हो। बेसिस सैलरी 1700, हप्ताको 6 दिन 8 घन्टा काम गर्ने हो भने यो प्री अन्तर्वार्ता साथीहरू धमाधम भइरहेको छ। यसमा कुनै बेचौलियाको हात लाग्नेवाला छैन। अहिले धेरै राम्रो भइरहेको छ भने यसको फाइनल अन्तर्वार्ता मेन पावरको कार्यालयमा हुन्छ। यही मिति 2026 अप्रिलको 13 अप्रिलको हुन गइरहेको छ साथी। 2082 चैतको 30 गते हुन गइरहेको छ भने यो मेन पावरको नाम रहेको छ सुहासा लिङ्क प्राइभेट लिमिटेड। यो सामाकोसीमा रहेको छ भने अस्ति पनि यसले फ्री भिसा फ्री टिकटमा मलेसियाको अन्तर्वार्ता पनि गरायो र लगिसकेको पनि छ। यही हो कि अन्तर्वार्ता दिँदाखेरि धेरै मान्छे हुन्छन् साथीहरू। फ्री भिसा फ्री टिकटमा जान छ भने 1-2 दिन अगाडि नै हजुरले मेन पावर भ्याउनु पर्छ, न त हजुरलाई त्यस्तो हुनेवाला छैन। र एउटा खुसखबरी के रहेको छ भने अब जति नि पेडको हुन्छ भने मात्र 10,000मा साउदी कतर मलेसिया दुबई जान सक्नुहुन्छ। हजुरलाई पेडवाला पनि आउँदैछ साथीहरू, न्युजमा अपडेट छ भने। त्यस्तै गरी एउटा लास्ट डिमान्ड हेरौँ साथीहरू। जस्तै मलेसियादेखि यो आएको छ साथीहरू FCUNGGSDNBSD। यो एग्रिकल्चरको 30 जनाको पुरुषको माग गरेको छ भने बेसिस सैलरी 1700 रहेको छ भने बस्ने सुविधा दिएको छ। खाना आफै हो र हप्ताको 6 दिन 8 घन्टा हो। र यो म किन देखाइरहेको छ भने ध्यानदेखि सुन्नु होला। यो चैतको 3 गते वैशाखको 1 गते भइरहेको छ भने ओमेगा इन्टरनेसनल प्राइभेट मेन पावरमा हुन्छ साथीहरू। र मेन कुरा मैले यो किन देखाएको हो भने अबदेखि जाँदाखेरि मात्र 10,000मा जान सक्नुहुन्छ मलेसिया कतर दुबई। यो बालेन सरकारको न्युज आएको हो साथीहरू। र यति हेर्नुभएको छ भने प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला। हस्, थ्याङ्क यू टु वाचिङ माई युट्युब च्यानल।